प्रतिसभा नियमावली नियम 20 को खण्ड 6 मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना माननीय खुशबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु। धन्यवाद। यदि नेपालले भारतको भूमि मिचेको हो भने कहाँ, कति र कहिले मिच्यो त्यो सदनलाई जानकारी दिनु पर्दछ, नत्र अनायासमै बोल्नु भएको हो भने सदन समक्ष माफी माग्नु पर्यो। महोदय, म आज एकदम खुसी भएको थिएँ प्रधानमन्त्रीज्यू भोलिदेखि हामीले ढ्यापढ्यापी समय चाहिँ प्रयोग गर्नु पर्दैन कि उहाँले जवाब दिनुहुन्छ कि भन्दा 2 मिनट हाम्रो कुरै नसुन्न सकेर बाहिरिनु भयो, यो कुरा दुःखद हो।